Hello, I am Nimesh Gautam. I am from Buriganga, Moran, Nepal. म चाहिँ रिसेन्टली अहिले मेरो भर्खरै भिजा आएको हो अस्ट्रेलियाको। अनि मसित कम टाइम हुनुको कारणले गर्दाखेरि अहिले मैले चाँडैभन्दा चाँडै यहाँ बारिस्टा सिक्नुपर्ने हुन्छ। त्यसैले अब स्टुडेन्ट लाइफमा के कसो स्ट्रगल हुन्छ मैले देखाएको छुइनँ। नेपालमा मैले पनि काम गर्थेँ, यतै लक्ष्मी सञ्जालदेखिकै काम गरेको म एज अ जुनियर असिस्टेन्ट। अनि त्यसपछि अनि के गर्नु छ भने केही गर्नु छ भने रिस्क फ्याक्टर हुनुपर्छ भन्छ भने मान्छेले अब हजुरहरूले म्यानेजमेन्ट पढ्नु भएको छ भने अलवेज अफकोर्स त्यो कुरा पनि पढ्नुभयो होला, रिस्क फ्याक्टर हुनैपर्छ भनेर। अनि त्यो बुझेर अब आफूलाई मैले रिस्क लिएर अब विदेश जाँदैछु होइन। Okay, good. Good. Yes, yes. गएपछि नेपालको लाइफ र त्यहाँको लाइफमा धेरै भिन्नता हुन्छ होइन। त्यहाँ गएपछि पनि कमाउनै पर्यो, अब अफकोर्स युनिभर्सिटीको फिस दिनु पर्यो होइन। नेपालमा यहाँ डुलेर हिँडेर खाने बानी मेरो हिजोसम्म म कहाँ थियो थाहा छैन। अहिले पनि आएर बसेर म भाषण सुनाइरहेको छु हो कि होइन। अब 14 दिनपछि म के हुन्छु, मेरो लाइफ के हुन्छ थाहा छैन। त्यही हो मेरो त्यो I will choose my cafe name. It will be like Moonrest kinabhane I will make the theme. So first my theme will be cozy and aesthetic, because most of the people are following the trend of aesthetic where they can make their videos and photos. Also I have choose my cafe name. It will be अनि मैले चाहिँ इमेजिनेसन यो चाहिँ रियल हुन्छ हुँदैन थाहा छैन, बट मैले चाहिँ आफ्नै क्याफे खोल्दाखेरि कस्तो हुन्छ के गर्दा हुन्छ भन्ने चाहिँ मैले एउटा फर्मेट लेखेको छु। फर्स्टमा The theme of my cafe will be cozy and aesthetic, because अहिले सबैजना मान्छेहरू most of the people trend follow गर्नुहुन्छ aesthetic। आउने कस्टमरहरूको चाहिँ म चाहिँ नामहरू अलिकति याद गर्छु। अनि मेरो स्टाफहरूलाई चाहिँ उहाँसँग अलिकति राम्रोसँग कन्भर्सेसन गर्न लगाउँछु। अनि उहाँको नाम उहाँले जहिले आउँदाखेरि चाहिँ के अर्डर गर्नुहुन्छ होइन, त्यो उहाँलाई जस्ट उहाँ आइरहँदाखेरि अब उहाँले आउने बित्तिकै उहाँलाई मैले सर यो अर्डर होइन भनेर दिँदाखेरि उहाँ पनि अलिकति अब हुन्छ नि त इम्प्रेस गर्नुहुन्छ। मनका लगाएको थिएँ है, मैले लेटरहरू अलिक बुझाएको छु। खुसी नै छौ जस्तो लाग्छ, लाउरे जागिर खाएपछि जीवन के हो थाहा भयो होला, जिम्मेवारी काँधमा आएपछि मेहनत र पसिना बगाए परिवारमा खुसी ल्याएपछि सबैले सम्मान गर्छन् होला हजुरको युनिफर्म लगाएपछि। दादा थ्याङ्क वो चली देखो प्यार की गली, कोई रोके ना उसे। वो चली ना 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 मेरी मेरा चंचा ना कोई माया को जोड़ी عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة عندي لك رقصة قوية يا الحبيب اسمها صبوحة خطبها نصيب مد يدك كنا بتعطيها كف وهز كتفك هيل خليك شديد عطني رقصة कफी मेसी ए नन ए नन Wrong भयो। मिल जा कहीं समय से परे मिल जा ग्रुपमा को बोल्छ 4जनामा? सबजना पनि एउटा टपिकमा 4जना निस्केर जानुहोस् होइन, त्यसो पर्दैन एक एकजना गरेर सेयर गर्ने। को जानु छ फर्स्टमा भन्नु त? है त्यो अलिक हामीले के गरेको पुरा खोलेको बिस्तारै बिस्तारै यसलाई के गरेर बढाउँदै गर्दै जान्छ है। आइडिया सेयर गर्नु पर्यो। अब लानु पर्छ, तपाईँ लानु भयो। प्रेम जाऊ अब प्रेम
होइन यतादेखि गर्नु न यता कताबाट भए पनि पढ्न आउँछ नि क्या भरे पनि भोलि पनि आउँछ नो वरिज क्या अरे बोल्छ हो क्या सबैजना साथीहरू दिदीहरू बहिनीहरू स्प्रेड भएर आउनु ह्यापी फ्राइडे हेलो 1, 2, 3, 4. 1, 2, 3, 4. 2, 1, 2, 3, 4. 1, 2, 3, 4. 2, 1. उहाँ गर्नु हेरेको त्यो खाइदियो साइडमा दिनुभयो अगाडि के भयो देब्रे म त भिडियो फोटो होला भनेर पोजिसन आदि बस्नु अब यो साइडमा लागेको छ भने के गरिदिने सट्टा हाल्ने भयो अब यहाँ गर्ने यसरी क्रस गर्ने एकचोटि लागि गर्छु अब यसरी लक गर्छु यो के हुन्छ लुज भयो भने के हुन्छ त्यो अन गर्दाखेरि प्याक लुगा झरिन्छ यसलाई के गर्नु पऱ्यो हामीले देखिरहनु भएको छ टाइट गर्नु पऱ्यो लक गर्नु एउटा सेकेन्ड हामी यहाँ चाहिँ के बनाउँदैछौँ ब्ल्याक आउट भेराइटिज अमेरिकानो बनाउँछौँ है हामी भयो मलाई अब क्लकवाइज बनाउनु पर्छ के गर्छु म टुमा लान्छु 4मा लान्छु 5मा लान्छु 6मा लान्छु 5 बनाउनु अब मलाई खस्छु सायद म के गर्छु यताबाट बनाउँछु बुझ्यो अब सुरुमा हेर्ने अहिले कतिमा छ यहाँनिर यताबाट हेर्दा 10मा छ होइन यहाँनिर 10मा छ नि त यो 10मा छ अहिले अब मलाई के चाहियो त 5मा लानुपर्नेछ अझै योभन्दा मसिनो बनाउनु पर्नेछ मैले के घुमाउनु पऱ्यो अब यसरी यो सरी सकिएछ नम्बर सकिएछ 1 देखि राखौँ है 1 देखि राखौँ यहाँ छ यसलाई के गर्ने अब यसरी घुमाउने 2 3 4 5 6 भन्ने क्लकवाइज घुमाउनु अब एनी क्लकवाइज रोटेट उल्टो भन्दै आउने 9 10 7 6 5 उल्टो गर्दै आयो भने के हो एन्टी क्लकवाइज रोटेट त्यसरी घुमाउनु पर्ने हुन्छ एकचोटिमा त्यस्तै अब 6मा छ भने 6मा के गर्दै बढ्ने त्यसरी हामी साइड डाइरेक्ट गर्नुपर्ने हुन्छ त्यो हामी बसेर गर्छौँ सबैजना ट्राई गर्छौँ है त्यसको लागि अब अहिले के गर्छौँ भन्दाखेरि तपाईँले यो ब्रेडलाई सफा गर्नुको लागि यसलाई निकाल्ने यसलाई पनि निकाल्छौँ अब सबै यसमा भएको पिन्सहरू भयो पिन्सहरूलाई सबैलाई निकाल्छौँ निकालिसकेपछि यसको यहाँ चाहिँ नजिक आएर हेर्नुहोस् त यसको ब्लेड यसले पिस्छ नि त कपीलाई त यो ब्लेड पनि हामीले निकाल्न मिल्छ ब्लेड निकालिदिने अनि त्यसपछि यसलाई पुरै ब्रसले सफा गर्ने ब्लेडलाई टाँसेको कपीहरू सबै निकाल्ने त्यसपछि जस्तोको त्यस्तै के गरिदिने त्यो राखेर लक गरिदिने बुझ्नुभयो त्यसरी हामीले सफा गर्नुपर्ने हुन्छ अनि यसको केसमा के हुन्छ साइडको छ नि हेर्नुहोस् त यो यसलाई के गरिदिने खोलिदिने यो निस्किन्छ यसको भित्र ब्लेड हुन्छ त्यो ब्लेडलाई सफा गर्नुपर्ने हुन्छ क्या हामीले निकालेर त्यो हामी गर्छौँ है अनि अर्को कुरा यहाँ छ अब हेर्नु त्यो साइडकोलाई मजाले यसले पिस्छ कपीलाई यसलाई मजाले सफा गर्ने पुरै क्लिन गर्ने यसलाई होइन अस्ति भर्खर सफा गरेको थियो नि त अर्को ग्रुपले त्यसलाई फोहोर चाहिँ रहेछ अब चाहिँ एकदमै के कपी टाँसेर पुरै कालो फोहोर भएको हुन्छ अहिले क्लिनै छ किनभने हामीले अस्ति भर्खर गरेका थियौँ 1 दिन पनि भएको छैन 1 हप्ता पनि भएको छैन है छुट्टी अहिले हामी बिग्रियो तपाईँलाई सिकाएको पनि लिएर मैले ग्रुपलाई सिकाएँ त्यसरी हामीले पुरै टाँसेको हुन्छ यहाँनिर पुरै बस्दै सफा गर्नु पऱ्यो यसलाई अब यसलाई तपाईँहरू के गर्नुहुन्छ यसलाई खन्याउनु छ पुरै कपीलाई खन्याएपछि ब्रसले सफा गर्नुहुन्छ अब गरिहाल्छु त्यसरी त्यसले आउँछ
ठिका कस्तो लाग्यो? सोमोटोलाई पनि